आज भाइटिकाको दिन दिदीबहिनी नहुनुको पीडा चाहिँ यहाँ आएर महसुस हुँदो रहेछ। म अहिले रानीपोखरी दर्शन गरेर घुम्ने क्रममा बाल गोपालेश्वर भगवानको दर्शन गरियो। मनमा अलिकति सुकुन शान्ति मिल्यो। यस्तै छ यहाँको चलन। एक फनको रानीपोखरी लगाएर यहाँबाट प्रस्थान गर्छु। म प्रत्येक वर्ष रानीपोखरीमा आउँछु, तर पहिलाको भन्दा अहिलेको रानीपोखरी अलिकति फरक देखेँ मैले। अलिकति सफा, अलि स्वच्छ जस्तो महसुस भयो। पहिला अलिक फोहोर जस्तो लाग्थ्यो, तर यो पालिको रानीपोखरी अलिक सफा छ। घरको निर्माण कार्य हुँदै रहेछ। उतापट्टि बालनको के सिटी टावर कि के टावर भन्ने पनि देखिँदो रहेछ अलपत्र अवस्थामा। नेपालको कानुन के गर्ने, अब यस्तै छ। पुरानो बस पार्क हो क्यारे त्यो। मान्छेको अहमता घमण्डले गर्दा अलपत्र भएको टावर भन्छु म चाहिँ त्यसलाई। देश मुजी गजडीको महानगरपालिका गजडीको हातमा परेपछि यत्रो हुन्छ सब। काठमाडौँ देशकै नेपालकै सबभन्दा सभ्य भलाद्मी मान्छेहरू बस्ने भन्थे महानगरपालिका। यहाँका भलाद्मी र सभ्यहरूले चुनेको गजडी किन गतिलो हुन्थ्यो। गाँ देखाएको बेला स्टाटस आउँछ, बिहान उठ्दा मेटिसकेको हुन्छ कतिपय स्टाटसहरू। जनतासँग फेस गर्न सक्दैन, बोल्न सक्दैन। हस्, भिडियो लाउनु बन्द गऱ्यो।